दुई तिनवटा गीत गाउन फेरि दिनुहुन्छ कि भने मैले फेरि हात उठाउन लाएँ बुझ्नु मान्छे म पनि स्वार्थी छु कि बुझ्नु म लास्ट स्वार्थी छु नि फेरि बुझ्नु सफल हुनको लागि स्वार्थी हुनुपर्छ। अनि त्यसपछि एउटा म्यासेज है, तिमीहरू जो जो यहाँ केटा र केटी केटा र केटी केटा र केटी आएर छ नि, मेरो फ्यान्सहरू केटीतिर लाग्यो भने स्योर हार्यो के, बुझ्यो बुझ्यो बुझेन बुझेन? तिमीहरूलाई अहिले तितो लाग्छ पछि मिठो लाग्छ के, बुझेन? तिमीहरू केटीतिर लाग्यो भने तिमीहरू स्योर हार्यो के, त्यही भएर बुझ्यो बुझेन? इतिहासको पाना पल्टाउनु फेरि मैले के भेटी थाहा छ बुझेन? वर्ल्डको पावरफुल मान्छेहरू कहाँ गएर हारेर भन्दा फेरि केटीमा गएर हार्यो अरे के, ल खत्तम भइदिएर बुझेन? अनि त्यही भएर आजकल त बाटोतिर केटी देख्ने बित्तिकै स्वाट यस्तो के, बुझेन? मलाई जित्नु छ नि त, मलाई जित्नु छ नि त, बुझ्न? तिमीहरूलाई पनि जित्नु छ भने चाहिँ तिमीहरू केटीबाट ध्यान हटाउनु पर्यो, ड्रगबाट ध्यान हटाउनु पर्यो, बुझेन? केटी ड्रगबाट ध्यान हटाउनु पर्यो है केटाहरू है, बुझ्यो नि त? समझ छैन तिमीहरू मेरो कुरामा? रावणले सीता नउठाएको भए आज रावणलाई मन्दिरमा राखेर पूजा गर्थ्यो भने हामीले बुझिस्, अब त बुझिस् होला, बुझिस् कि बुझ्नुहोस्? तर मैले बुझेँ के, मैले तिमीहरूले भन्दा मैले बुझिरहेको छु कि ल थक, ल फाइनली भेट्बो गीत, ल लास्ट है, ल लास्ट है सिन्धुली है। अनि त्यसपछि मोबाइल झिकेर फोटो खिच्नुपर्छ है केटाहरू है, त्यो चाहिँ मेरो इच्छा के, त्यो चाहिँ मेरो इच्छा। अनि म देखाउँछु कि फेसबुकमा के, सबले देखाउँछ नि त, मैले देखाउँदैन नि त, मेरो बालो भन्दा भयो है। ल है फाइनल है।